गुड मर्निङ साथी हो, म गोविन्द बाबा। तपाईँहरू माझमा म सानो सानो जानकारीहरू ल्याउँछु। केही आफूले जानेको कुरा, केही आफूले बुझेको कुरा तपाईँहरू माझमा पस्किने गर्छु। आजको मेरो सानो यो ब्लगमा तपाईँहरू माझमा म यो एउटा सानो जानकारी राख्दैछु कि जिन्दगी रहनु जेल है, खुसी रहनु नै बेस्ट रहेछ। किनभने दुखी भएर केही पाउनेवाला छैन। जिन्दगी हो, जिउनुपर्छ, सङ्घर्ष गर्नुपर्छ। जिन्दगी यस्तै यही चलिरहन्छ। कसैलाई केही फरक पर्दैन यदि मैले कमाएँ या मैले कमाइनँ भने पनि कसैलाई फरक पर्नेवाला छैन। यदि म मरेँ भने पनि बिस्तारै बिस्तारै सबैले एक दिन भुल्नेछ। जिन्दगी हो, एक दिन त सबै मरेर जाने नै छ। तर म यही भन्न चाहन्छु कि होइन, जस्तो बिउ रोप्यो उही फल उम्रिन्छ। जस्तै कि मकैको बिउ रोप्दा मकै नै उम्रिन्छ र धानको बिउ रोप्दा धानै उम्रिन्छ। त्यस्तै हामीले पनि आफूलाई नै अपडेट गर्नुपर्छ साथी हो। जस्तो सानोतिनो कुरामा होस्, केही जानकारीमा होस्, सानोतिनो कुरादेखि नै केही सिक्नु पर्छ हामीले। जिन्दगीमा कसैले पनि जानेर आएको हुँदैन। त्यही कारणले सानोतिनो कुरा एक अर्का माझमा जानेको सिकाउँदै, नजानेको सिक्दै अगाडि बढ्नुपर्छ। आजभन्दा भोलिभन्दा उमेर ढल्किँदै जान्छ। समय हामीले युवी काट्दै जान्छौँ, तर आखिरमा समय नै हुँदैन। त्यही समय नहुनुको कारण हामीले पैसाले पनि त्यो समयलाई किन्न सकिन्न। त्यही भएर जो जस्तो अवस्थामा हुनुहुन्छ त्यसमै खुसी मानेर खुसी रहनु नै बेस्ट रहेछ जिन्दगीमा। आखिर जति नै कमाए पनि, जति नै जे घर ठुलो बनाए पनि, जति नै गाडी चढे पनि पुग्नु त सबै गन्तव्य हो। एक दिन खाली हाते आएको थियो, खाली हाते जानुपर्छ। यस्तै छ जिन्दगी हो। धेरै जस्तो साथीहरू आफ्नो जिन्दगी खुसियाल बनाउनुको लागि परदेशमा हुनुहुन्छ। म पनि अहिले परदेशमा छु। दुःखी कति पनि नहुनु होला, परदेशमा भएर के भयो त। जिन्दगी हाँसी खुसी जिउनुपर्छ, परिवारलाई सुखी राख्नुपर्छ, आफ्नो कर्तव्य हामीले पुरा गर्नुपर्छ। आज खल्तीमा लाखौँ रुपियाँ भए पनि मनमा खुसी छैन। मलाई त्यो दिनको याद आउँछ कि बाबा मम्मीले 10 रुपियाँ दिँदा पनि 10,000 दिए जस्तो हुन्थ्यो। त्यो पैसाले म जे गर्न सक्थेँ, फिल्म हेर्नु सक्थेँ, केही आफूलाई मन परेको किन्नु सक्थेँ, केही खानेकुरोहरू खानु सक्थेँ। त्यो पैसाले भनौँ हामी सानो हुँदा मजै गर्थ्यौँ कि 10 रुपियाँमा। तर आज लाखौँ रुपियाँ हुँदा पनि मनमा खुसी छैन। आखिर त्यो लाखौँ रुपियाँ नि मलाई मास्न कसले पो रोक्छ र? कमाउने मै हुँ, तर पनि मलाई पुग्दैन, हामीलाई पुग्दैन, हामी परदेशीलाई कहिले नपुग्दो रहेछ। खुसी खोज्दै हिँड्दा खुसी कहीँ नपाउँदो रहेछ। खुसी कहाँ पाइन्छ भनेर मैले पनि निकै अनुसन्धान गरेँ। खुसी त हामी आफूभित्रै हुँदो रहेछ साथी हो। खुसी हामी आफूभित्रै हुँदो रहेछ। तर आफूमा जे छ, जस्तो छ त्यसमा रमाउनु पर्ने रहेछ। त्यही भएर कहिले पनि हार मान्नु हुँदैन साथी हो। जस्तो अवस्थामा जे छ खुसी रहेर अगाडि बढ्नुपर्छ। जिन्दगी हो, जिन्दगी यही चलिरहन्छ। ओके, बाई बाई, सी यू नेक्स्ट ब्लग।